नमस्ते साथीभाइहरू, फेरि पनि तपाईँहरूलाई स्वागत छ फेरि मेरो अर्को भ्लगमा हैन। आज चाहिँ म बनाउँदैछु फ्रेन्च फ्राइज हैन। अन्त यहाँनिर चाहिँ फ्रेन्च फ्राइज बनिँदैछ। यहाँनिर मैले हिजो नै आलुहरू बोइल गरेर चाहिँ एकदम फ्रिजरमा राखिसकेको थिएँ नै, मस्त भइसकेको छ हो। अन्त यहाँनिर निकालेको छु। अन्त यहाँनिर चाहिँ फ्राई हुँदैछ फ्रेन्च फ्राइज मस्त हैन। अहिले यो फ्रेन्च फ्राइज खाइन्छ, यसको पनि भिडियो बनाइन्छ। हिजो त सानो बनाएँ, आज पनि त्यही सानो नै बनिन्छ। ल त साथीभाइहरू हेर्दै गर्नु होला हैन। फ्रेन्च फ्राइज चाहिँ अब यो टर्की यो चाहिँ रेडी भइसक्यो अब चाहिँ हैन। अब यसलाई चाहिँ खानु मात्रै बाँकी छ। यो चाहिँ मस्त क्रिस्पी भइसक्यो हैन। अब यहाँनिर अब यसलाई हल्का चलाउनुपर्छ हैन। यो चाहिँ अब रेडी हो एकदम खानु लागि कप्पै मुखमा हैन। टेस्टी टेस्टी छ। ल साथीभाइहरू फ्रेन्च फ्राइज पनि रेडी भइसक्यो हैन। म तपाईँहरूलाई देखाउँछु फ्रेन्च फ्राइज हैन। यहाँ सक्नुहुन्छ फ्रेन्च फ्राइज हो। अन्त यहाँ खाने मान्छे हाम्रो कान्छी, मेरो बुढी यहाँनिर हो। अन्त यहाँनिर छ अझै यहाँनिर भूत छ, अर्को भूत छ हैन, हाम्रो आसु आमा हो। अनि यहाँ हाम्रो च्यानो बाके भान्जा, अब यिनीहरू फ्रेन्च फ्राइज खान्छ हो। अन्त म चाहिँ अर्को पनि बनाउँछु हैन। यो चाहिँ रेडी भइसक्यो, यो चाहिँ यिनीहरूलाई दिइहाल्छ अब हो। एक्साइटेड छ रुसेल खानु लागि? आम्मा दाम चाहिँ एक्साइटेड ए। ल यो दुईजना बसेर यहाँ खाँदै गर ल। केचअप ल्याइदिन्छु म। ल यिनीहरूलाई चाहिँ दिइसकेँ होइन। अब म केचअप लिएर आउँदैछु। यसले पनि खान्छु भन्दैछ, अहिले चाहिँ नखाएको होइन। अब यसले पनि खान्छ होला। खानेन तँ पनि नखाने फ्रेन्च फ्राइज? ए ल यसले चाहिँ आलु खानु हुँदैन अरे हो। अब किनकि यसको भर्खर डेलिभरी भएको होइन, त्यही कारणले गर्दाखेरि चाहिँ हुँदैन होइन। सिजर हो नि त। अन्त अब म केचअप दिइहाल्छु, त्यहाँबाट अर्को राउन्ड फेरि गर्छु हो। ल यहाँनिर यो लगाउ त, खोला न यो बर्खा न कहाँ दिए चोप्छ। ल यहाँनिर अब कस्तो लाग्यो भन्नु त, यता यता र टेस्ट कस्तो भएको छ? अच्छा वाह। ल टेस्ट दामी भयो। यता हेर भन्नु त कस्तो भयो? यता हेर्न। ऐसा ही होता है। यहाँ चाहिँ मान्छेले गाइस होइन खडा हान्दैछ हो, उभि हान्दैछ हो। यहाँनिर बनिसकेको छ, यहाँ खाँदैछ हो। कस्तो लाग्यो अहिले चाहिँ? अघि त सेतो सेतो भन्दै थियो, अहिले चाहिँ कस्तो लाग्दैछ? दामी लाग्दैछ। म पनि अलिकति खाइहाल्नु पर्ने होइन। दामी नै भएको छ होइन। यो फर्स्ट पालि थियो, अझै यसलाई 4-5 पल्ट जस्तो ट्राई गऱ्यो भने चाहिँ पर्फेक्ट हुनेछ। किनकि यो पालिको चाहिँ बेसी बोइल भयो जस्तो लाग्यो क्या त, बोइल जस्तो भएको लाग्यो। त्यही कारण छिट्टो फ्याक्छ हुँदैछ। यहाँ अर्को बनिँदैछ, यो चाहिँ लास्ट हो। त्यहाँबाट चाहिँ म बनाउँदिनँ हो। त्यहाँबाट चाहिँ खाना खान्छु, खाना कम खान्छु, त्यहाँबाट चाहिँ ल्यान्डिङ।